सानो उमेरदेखि पावर चस्मा मेरो जीवनको सहयात्री हुँदै आयो। करेक्ट भिजनको इम्पोर्टेन्स उसलाई मात्र थाहा हुन्छ, जसको दृष्टि एउटा फ्रेम र सिसाको भरोसामा चलिरहेको हुन्छ। Honestly, I don't hate my glasses yet. I wanted to get rid of them. It was like love and hate relationship. पछि जब ठुलो हुँदै आए, आफ्नो प्रोफेसन र डेली लाइफस्टाइलमा त्यो फ्रेम र सिसाको टुक्राहरूले मलाई डे टु डे एक्टिभिटीमा असहज हुँदै आएको महसुस गर्न थाले। Finally, after a lot of thinking and researches, today I'm getting rid of my power glasses. All right. So finally, as I say, I'm about to take off my glass and kind of nervous aliali about to leave. अनि हस्पिटल जानुभन्दा अगाडि चाहिँ just having some snack. मलाई भोक लागेपछि आई फिल अलि विक। मैले चस्मा लाउन थालेको चाहिँ इट्स अलरेडी मोर देन अ डेकेड भनौँ। 2011 देखि लगाएको हो। इट्स अलमोस्ट 15 वर्ष भनौँ। अब 26 भर्खर लाग्यो, जस्ट 14 वर्ष कम्प्लिट भयो मैले चस्मा लाउन थालेको। आई थिङ्क स्पेक्सले गर्दाखेरि मेरो प्रोफेसनल लाइफमा पनि धेरै इम्प्याक्ट परेको छ। एन्ड बाई प्रोफेसन आई एम अ फिटनेस कोच। आई एम एन एक्टिभ पर्सन। पसिनाहरू आउँछ स्पेसली गर्मी महिनामा, जसले गर्दाखेरि एकदमै अनइजी फिल हुन्थ्यो। एन्ड आई टोल्ड माइ सेल्फ इनफ इज इनफ, आई निड टु गेट अ पर्मानेन्ट सोल्युसन। सुरुमा चाहिँ अब के हुन्छ कस्तो हुन्छ जस्तो भइरहेको थियो, बट देन त्यहाँ डक्टरहरूले मजाले सम्झाउनु भएपछि चाहिँ आँखाको क्यापेबिलिटी चेक गर्दाखेरि पनि इट वाज ओके। मेरो आँखा वाज कम्प्लिटली क्यापेबल फर द सर्जरी। सो सर्जरीको टन्नै छ टाइप्सहरू है। अनि त्यहाँमध्ये अहिलेको चाहिँ लेटेस्ट टेक्नोलोजी चाहिँ स्मार्ट आइसाइट भन्ने रहेछ। आई हेभ कपाल अफ फ्रेन्ड्स जसले ल्यासिक गर्नुभएको छ पहिला। उहाँहरूको एक्सपिरियन्स अनुसार I think it's safe जस्तो नि लाग्यो। I did couple of research पनि it's okay to have a surgery भन्ने कुरा भयो। And yeah, today is finally the day. Little bit excited, little bit nervous. Taking my glass off. So I'll quickly have this meal. I will see you in a way. By the way, you need someone with you. And मसँग चाहिँ बाबा हुनुहुन्छ। सर्जरीको दिन आँखा ब्लर हुन सक्छ। मेडिसिनहरू चिन्न, आँखा सफा गर्न सिक्न र इन जेनरल सेफ्टीको लागि यु सुड टेक समवन विथ यु एट द डे अफ सर्जरी। इन्स्ट्रक्सन अनुसार चाहिँ जानुभन्दा अगाडि वी जस्ट निड टु बी भेरी क्लिन। फेसमा कुनै प्रकारको फेस वासहरू अनि आँखामा पर्ने खालको कुनै पनि केमिकल प्रडक्टहरू युज गर्नु भएन। नट सनस्क्रिन, नट मोइस्चराइजर, नट इभन पर्फ्युम पनि। अनि जाँदाखेरि चाहिँ बाइक राइड गरेर जानु भएन। यु निड टु टेक अ क्याब or you have your own vehicle भने द्याट्स भेरी गुड। सर्जरी पछिको 24 आवर्स चाहिँ एकदमै क्रुसल मोमेन्ट हो। धुलोहरूबाट बचेर होइन, इभन घरमा त्यो बढाल्दाखेरि पनि धुलोहरूबाट बच्नलाई कोसिस गर्नुपर्ने रहेछ। लेसिक एउटा सामान्य सर्जरी भए पनि आँखा जस्तो संवेदनशील अङ्गको लागि आफूले बेस्ट हस्पिटल रोज्न एकदम आवश्यक छ। म आफूले पनि धेरै रिसर्च गरेपछि आई फाउन्ड मातृका आई सेन्टर टु बी पर्फेक्ट चोइस। कुल थिङ यहाँ गल्फ पनि खेल्ने ठाउँ रहेछ। अलमोस्ट आई नेभर सिन समथिङ इन कुनै पनि हस्पिटलमा जहाँ चाहिँ यु क्यान प्ले समथिङ लाइक दिस। त्यो पनि बुढो मान्छेहरू। लगभग 6 देखि 8 मिनटमा मेरो दुइटै आँखाको सर्जरी पनि कम्प्लिट भयो। भर्खरै सर्जरी सक्यो अनि जस अहिले इट्स गुड। If you see my eyes भने नि इट्स नथिङ ड्यामेज अफ, इट्स अल गुड नै। म आफूलाई मेन्टेस जस्तो देखिरहेको थिएँ, त्यही भएर हाँसो लागिरहेको थियो। यु प्रोभाइडेड दिस काइन्ड अफ आइज ब्लकर सो द्याट तपाईँ निदाउँदाखेरि चाहिँ मिस्टेकनली आइज रब नहोस् भनेर राति अननोइङली। अब यो भएपछि आँखा चिलायो भने नि आई क्यान्ट गो थ्रु इट। अलराइट, गुड नाइट गाइज। सर्जरीको दोस्रो दिन फलोअप थियो। हामी क्विकली फलोअप गरेर घर फर्किन्छौँ। जस्ट केम ब्याक फ्रम द हस्पिटल। बाइ द वे दिस इज डे 2। भिजन इज गेटिङ बेटर यस्टरडे भन्दा। यस्टरडे चाहिँ अलिकति ब्लरिनेस थियो, आज पनि छ, बट देन त्यति साह्रो छैन। आज आई क्यान सी अ लट मोर क्लियरली। बाइ द वे खानामा कुनै पनि कम्प्लिकेसन छैन। द बेस्ट पार्ट अब अभियसली यु सुडन्ट बी ड्रिङ्किङ अर स्मोकिङ, विच इज
एक्चुअली फाइन फर मी बिकज म खासै ड्रिङ्किङ स्मोकिङ गर्दिनँ। आज मलाई एउटा रमाइलो कुरा लागेन, मैले हस्पिटलमा पनि फिल्म गरिरहेको त्यो कुरा चाहिँ के भयो भन्दा हिजोको सर्जरीबाट आज चाहिँ फलोअपको लागि आएको एन्ड देन आई वाज रियली सरप्राइज मेरो आँखाभित्र लेन्स रहेछ एन्ड आई डिन्ट इभन नोटिस इट बिकज इट वाज भेरी कम्फर्टेबल। इनकेस धुवाधुलोहरू परिहाल्यो भने अथवा जम्सहरू नलागोस् भनेर मलाई लेन्स लगाइदिनु भएको रहेछ, मलाई थाहा थिएन क्या। भनेपछि आई वाज सो कम्फर्टेबल क्या विथ माई आइज होइन। अनि आज गएँ अनि त्यो लेन्स निकालिदिनु भयो। त्यसपछि त मेरो आँखामा लाइक म नर्मली जस्तो आँखा फिल हुन्छ नि त्यस्तै नै फिल भइरहेछ, जस्ट हल्का ड्राइनेस जस्तो चाहिँ भइरहेछ, जुन चाहिँ प्रिस्क्राइब्ड त्यो ल्युब दिनुभएको छ जुन चाहिँ घन्टामा लगाइराख्नुपर्छ अहिले सेकेन्ड डेमा। हिजो चाहिँ 15-15 मिनटमा लगाइरहेको थियो त्यो एउटा सर्टेन लुब, यहीँ छ मसँग। यसको नाम चाहिँ ग्लाइटियर्स भन्ने रहेछ। यो चाहिँ 1 घन्टामा एकचोटि लगाइरहेको छु अनि यसले चाहिँ अलिक कम गराइरहेको छ आँखा ड्राई हुनलाई एन्ड सबै कुरा ठिकै भइरहेछ। मेरो लागि सबैभन्दा गाह्रो पार्ट यो सर्जरीको भनेको चाहिँ स्टेइङ एट होम, लाइक एक्टिभिटी लेभल बढाइराख्नु पर्ने मान्छे घरमा बसिराख्नु चाहिँ इट्स काइन्ड अफ अ झ्याउ पनि। अनि एट द सेम टाइम यु क्यान नट रिड, यु क्यान नट स्टे अन यर पिसी अर फोन्स धेरै बेरसम्म। अब सकेसम्म नबस्नु, यो एभोइड गर्नु भनिरहनु भएको छ भनेदेखि आँखा जस्तो कुरालाई होइन किन हेरिराख्नु, यही छ सबैभन्दा गाह्रो भनेकै टाइम पास गर्नलाई भइरहेको छ मेरो लागि चाहिँ। अरू कुरा चाहिँ आइ एम भेरी ह्याप्पी। इभन मेरो भिजन पनि इट्स गेटिङ बेटर, लाइक म लेखेको कुराहरू पढ्न सकिरहेको छु, जस अलि टाढा भएको कुराहरू पनि। द्याट्स भेरी गुड। डक्टर पनि खुसी हुनुहुन्थ्यो किनकि सेकेन्ड डेमा राम्रो रिकभरी भइरहेको थियो। अब मेरो फलोअप चाहिँ अर्को 7 दिनपछि छ। यस्तो कालो खाले ग्लास लाउनु भनेदेखि आँखामा त्यो धेरै ब्राइट एक्सपोजरहरू पर्दैन। नर्मल धुवाधुलोहरू छ भने पनि हत्तपत्त एकैचोटि आँखामा आएर चाहिँ पर्दैन होइन। फलोअपको लागि जाँदै हुनुहुन्छ अर इभन द डे अफ सर्जरी पनि तपाईँ चाहिँ गाडीमा क्याबमा बस्दाखेरि चाहिँ आफ्नो ड्राइभरलाई चाहिँ रिक्वेस्ट गरेर च्यालहरू सबै लाउनु भन्नु होला सो द्याट बाहिरको धुलो धुवाहरू नछिरोस्। यु जस्ट निड टु बी केयरफुल। अब आँखा जस्तो कुरा हो, यु निड टु बी केयरफुल। सानो एउटा इन्सिडेन्ट सुनाइदिइहाल्छु वाट आई वाज थिङ्किङ एट द टाइम अफ सर्जरी। हिजो जब म सर्जरीको लागि बेडमा बसेँ अनि आई वाज लाइक फाइनली अब यो दिस इज द टाइम टु गेट सर्जरी, अब नो गोइङ ब्याक। नाउ आई निड टु कम्प्लिटली ट्रस्ट माई डक्टर। मलाई डक्टरले केही इन्स्ट्रक्सनहरू दिँदाखेरि मैले नबुझेर अथवा मलाई गर्न मन नलाग्ला, डर लाग्ला भनेदेखि डक्टरले भन्नुभएको इन्स्ट्रक्सन विरुद्ध चाहिँ जानु भएन, नेभर। यु निड टु कम्प्लिटली ट्रस्ट यर डक्टर। किनकि तपाईँलाई जति पनि रिसर्च गर्नु छ, जति पनि तपाईँलाई इन्स्टिट्युटको बारेमा बुझ्नु छ, तपाईँलाई जति पनि प्रोसिड्युरहरूको बारेमा बुझ्नु छ, तपाईँले अगाडि नै बुझ्नुपर्छ। अगाडि बुझेर के हुनेवाला छ, के छ प्रोसिड्युर, सबै कुराहरू आफ्नो माइन्डमा राखेपछि जाने हो। एन्ड आई डिड द सेम। त्यो टाइममा पुगेपछि चाहिँ आई निड टु कम्प्लिटली ट्रस्ट हिम भन्नेवाला मलाई भइरहेको थियो। इफ आई एम नट कम्प्लिटली ट्रस्टिङ हिम, नट ट्रस्टिङ द डक्टर्स, नट ट्रस्टिङ द प्रोसिड्युर, नट ट्रस्टिङ द प्रोसेस भनेदेखि चाहिँ इट्स नट गन बी गुड फर इदर अफ आवर पार्टी। न डक्टरले राम्रोसँग शल्यक्रिया गर्न सक्नुहुन्छ, न मैले आफ्नो फुल 100% रिजल्ट पाउन सक्छु यदि मैले ट्रस्ट गरिनँ र उहाँले दिनुभएको इन्स्ट्रक्सन पुरा गरिनँ भन्ने सोच आयो। सो आई वाज गिभिङ माई 100%। उहाँले यो लाइटलाई हेर्नुहोस् भन्दाखेरि आई वाज सिइङ द लाइट, दो वी वर टकिङ। त्यस्तो हुँदैन कि फेरि सर्जरीको टाइममा चाहिँ दुख्ने गर्ने त्यस्तो केही पनि हुँदैन। तपाईँलाई एनेस्थेजिया दिइन्छ आँखामा, सो आँखा नम हुन्छ तर छुइएको तपाईँलाई फिल हुन्छ। सो डक्टरले चाहिँ म यस्तो गर्दैछु है भने ओके, डक्टरले बोल्नु भनेर भन्दाखेरि वी निड टक, बोल्नुपर्छ। यतापट्टि लिएर आउँदैछु है मैले लाइटलाई भनेपछि हुन्छ, फेरि टाउको हल्लाउने होइन, जस्ट फ्रम भर्बल्ली होइन। डक्टरसँग कम्युनिकेट गर्दै गएपछि अनि एउटा पोइन्टमा डक्टरले अब नबोल्नुहोस् है, आइएम डुइङ दिस भन्नुहुन्छ। यु जस्ट निड टु बी प्रेजेन्स अफ माइन्ड। डक्टरले के भन्दै हुनुहुन्छ, के इन्स्ट्रक्सन दिनुहुन्छ त्यो चाहिँ सुन्नु एकदम आवश्यक छ। सो ट्रस्ट द प्रोसेस, ट्रस्ट द डक्टर, ट्रस्ट द इन्स्टिट्युसन। वन्स ओटीमा छिरिसकेपछि कम्प्लिटली उहाँहरूकै भरोसामा जाने हो, आफू जान्ने हुने होइन त्यहाँ। सो मलाई पनि त्यही फिल भयो एन्ड आई कम्प्लिटली ट्रस्टेड द प्रोसेस एन्ड आई फिल भेरी ग्रेट नाउ। आज सेकेन्ड डे भइसक्यो एन्ड आई फिल मच बेटर। अनेस्टली भन्नुपर्दा मच बेटर। न मलाई काहीँ पोलेको छ, न मलाई काहीँ अप्ठ्यारो भएको छ। जस्ट द थिङ इज अलिकति ब्लरिनेस भएको छ एन्ड आई थिङ्क इभेन्चुअली यो पनि जान्छ। एज डक्टरले भन्नुभएको अनुसार जति प्रोग्रेस देखिनुपर्ने 2 डेजमा त्यति देखिएको छ, सुदीपजी भन्नुभयो अनि आई वाज भेरी ह्याप्पी। भर्खर सुतेर उठेको, एज गर्नुपर्ने काम केही पनि छैन। एन्ड एक्चुअली प्रब्लम नै यही भइरहेछ फर मी is that my boredoms are kicking me so bad अहिले. But hey, the good part is my vision are getting better
and I'm feeling quite good. I can see a lot of clarity, and yep, it's going pretty good. Recovery phase are going pretty nice, and I'm very thankful that I did LASIK, honestly, because I've been feeling that चस्मा नलाएपछि I can do a lot of things. स्विमिङ गर्न पाउँछु, बाइक राइड गर्न पाउँछु मजाले, एज यो डर्टवाला गगल्स लाएर होइन घुम्न पाउँछु भन्ने भइरहेछ मलाई. एन्ड आइ एम भेरी एक्साइटेड फर द्याट अनदर पार्ट अफ माई लाइफ. अहिलेलाई चाहिँ आइ एम हिलिङ एन्ड आइ एम बोर्ड अनेस्टली, बट इट्स ओके, एज धेरै फोन पनि हेर्नु हुँदैन नि त. बट आई हेभ बिन युजिङ फोन नाउ एन्ड देन, जस्ट 15-20 मिनट जस्तो हेरिरहेको छु बेला बेलामा. इट इज वाट इट इज, जस्ट बिङ ट्रु. एन्ड आई विल सी यु गाइज टुमोरो इन डे 4. रिकभरीको लागि घरमै बस्नुपर्ने भएकोले अर्को स्याड पार्ट भनेको नेपालको बिगेस्ट फिटनेस एक्सपो हुँदाखेरि आफ्नो सहभागिता दिन पाइन. जेम्स, हाई जेम्स. हेलो. गुन्डा देखिरह होला है मलाई त चस्मा लाएर. एकदम राम्रो है इभेन्ट चाहिँ हामीले बिग थ्याङ्क्स टु हाम्रो सतीलाई होइन. भेरी ह्याप्पी म्यान. दामी. हेर्नुपर्छ छिटै. स्योर. Right, this is day 4 and आज चाहिँ my vision are much more clearer. Like left को त almost clear छ, right को चाहिँ हल्का अझै blurry नै छ. मेरो left आँखा चाहिँ it is healing much faster than my right eyes, and I think that is completely normal as हाम्रो ब्रेनले प्रोसेस गरिरहेछ यो किसिमको फोकल लेन्थमा चाहिँ हाम्रो आइजले एडप्ट गर्नलाई. सो ब्रेन इज स्टिल प्रोसेसिङ. एभ्री डिफ्रेन्ट आँखाको हिलिङ स्पिड चाहिँ फरक हुन्छ. सो आई एम ओके विथ इट. आजबाट चाहिँ हल्का चस्मै लाएर अलिअलि डेस्क वर्क पनि गरिरहेको छु. एन्ड यप, अब डे 5 मा आई विल सी यु गाइज इन डे 5. दिस इज माई डे 5. भिजन आर गेटिङ मच बेटर एज मेरो लेफ्टको चाहिँ अझै पनि अलि छिटो हिल भइरहेछ राइट आईभन्दा. अलिकति ब्लरीनेस चाहिँ छ. दिउँसो त खासै फिल हुँदैन, तर साँझको समयमा लाइट्सहरू चाहिँ अलिक ब्लुमी टाइपको, अनि अलिकति भिजनमा चाहिँ थोरै ब्लरी अझै पनि छ. एन्ड इट इज पार्ट अफ द प्रोसेस. आँखा चाहिँ ड्राई भइरहेको छ बेला बेलामा. यु जस्ट निड टु अप्लाई दिस काइन्ड अफ सोल्युसनहरू. एन्ड या त्यही हो, घर बस्दाखेरि चाहिँ अब द ओन्ली थिङ यु निड टु बी कन्सर्न्ड इज यर आइज एन्ड इट्स रिकभरी. एन्ड त्यसको लागि चाहिँ यु निड टु ह्याभ यर सोल्युसन, यर मेडिसिन्स एट टाइम. एन्ड दिस इज गोइङ गुड. I will see you guys in day 6. This is day 6. Pretty much good going. Time मा ड्रप्सहरू मेडिसिनहरू हालिरहेको छु. रिकभरी प्रोसेस पनि त्यही हिसाबले गइरहेछ. एन्ड आइ एम रियली एक्साइटेड. भोलि चेकअपको लागि 1 week चेकअपको लागि डक्टरले बोलाउनु भएको छ. सो आइ एम रियली एक्साइटेड टु गो फाइनली आउटसाइड अफ द होम. एन्ड भोलि पनि प्रोबेबली म एउटा क्याब लिएरै जान्छु होला. सो अलिकति सेफर जोनमै हुनलाई. प्रोबेबली पर्सिबाट चाहिँ आई विल बी एबल टु रिज्युम माई डेली ह्याबिट्स. अब ह्याबिट्स भन्नाले नर्मल अफिसहरू जाने. भोलि फाइनली म घर बाहिर निस्किँदैछु एन्ड आइ एम भेरी ह्याप्पी. आई डोन्ट नो हाउ कसरी यो डेजहरू सक्यो छिटो है. आई हेभ हिल्ड प्रिटी वेल जस्तो लाग्छ. एन्ड अल्सो म फिजिकली एक्टिभ भइराख्ने मान्छे भएर पनि अहिले बडीले एक किसिमको राम्रो रेस्ट पाए जस्तो पनि लागिरहेछ. फाइनल्ली भ्याकेसनमा आयो बडी जस्तो फिल भइरहेछ. एकदमै रिपेयर्ड भएको फिल भएको छ. एनर्जाइज्ड. म हजुरहरूलाई मलाई सर्जरी गर्ने डक्टरसँग भेटाउँछु भोलि. एन्ड केही इम्पोर्टेन्ट क्वेसन्सहरू म उहाँलाई सोध्छु र उहाँले एन्सर गर्नुहुन्छ, जुनले चाहिँ तपाईँहरूलाई अझ हेल्प पनि हुनसक्छ टु डु यर लेसिक सर्जरी अर नट, अथवा गरिसक्नु भएको छ भने रिकभरी प्रोसेसमा कसरी रिकभरी प्रोसेस बेटर बनाउन सकिन्छ भनेर नि कुरा गर्नेछौँ भोलि. आज मेरो 1 week भएको छ. सो इट्स 7th डे एन्ड म चाहिँ हस्पिटल जान लाग्यो. एन्ड हिजोसम्म गाडी लिएर जाऊँ कि भन्ने सोचिरहेको थिएँ. बट देन बेलुका मेरो बेलुका डक्टरसँग कुरा भयो. एन्ड देन डक्टरले चाहिँ बाइकमा आउनु भए पनि हुन्छ भन्नुभयो. सो हामी बाइकमा जान लाग्यो. आज माघे सङ्क्रान्ति एन्ड देन गेस्टहरू टन्ने आउनु भएको छ. यो त गेस्ट होइन, यो कचन बहिनी हो. दुखेको पनि छैन क्या, मैले लिटरली समातेँ म. आमा लास्ट नाटक गरिदिँदै. फाइनल्ली यत्रो दिनपछि बाहिर जानलाई चाहिँ एकदम एक्साइटेड छु. एन्ड आज चिट मिल पनि भयो आफ्टर अ लङ टाइम, आफ्टर अलमोस्ट 40 days पछि. एन्ड वी आर गोइङ टु द हस्पिटल बाई बाइक. बाई गरिदिन्छु. Alright, आउनु त यहाँ एकचोटि तपाईँको भिजन लिउँ. Try to see straight. Alright, so how different is it? Vision better भएको छ? एकदम बेटर भएको छ. हो?
पहिला टप लाइन नै गाह्रो थियो होइन त विदाउट ग्लासेस या केही देख्दैन थियो माथिकै देखेन भन्नु पर्थ्यो नि होइन ल अब माथिबाट ट्राई गर्दै जानु त KRH KRHNZ या NRZHD. very good now the last line KZANH. perfect all right congratulations all right Yeah, सुरुमा त यो देख्न नि गाह्रो हो नि एन्ड अहिले चाहिँ दिस इज ओन्ली लाइक अब भर्खर 80% विल गेट अझै शार्पर हेर्नु न अहिले लास्ट लाइन पढिसक्यो पछि छन् हाम्रो या राइट यो सेकेन्ड डे नै यो हाम्रो रेड कलरको लाइन छ नि त्यो त मजाले त्यहाँ देख्न थालिसकेको आई वाज भेरी ह्याप्पी सेकेन्ड डेमै सेकेन्ड डे एक्ज्याक्टली ओन्ली गेट झन् शार्प हुँदै आउँछ If you guys are wondering कस्तो देख्छ भनेर चाहिँ सो यो चाहिँ यस्तो देखिन्छ दिस इज विदाउट अ जुम सो इफ यु गाइज क्यान सी अर नट सो यो फर्स्टको यो लाइन नै मैले चस्मा नलाइकन देखिरहेको थिइनँ अनि अहिले चाहिँ म त्यो तलको लाइन पनि मजाले देख्ने भएको छु एन्ड या अभियसली थ्याङ्क्स डक्टर हाई डक्टरको साथसाथ हेलो आई हेभ फ्यु क्वेसन्स स्योर मेरो भ्युवर्सहरूलाई पनि सजिलो होस् भनेर Yeah. फर्स्ट क्वेसन चाहिँ हाउ डु यु डिसाइड वेदर अ पेसेन्ट इज सुइटेबल फर लेसिक अर स्मार्ट साइट लेसिक इज स्टिल अ भेरी गुड प्रोसिजर नो डाउट एकदमै राम्रो प्रोसिजर हो तर अब चाहिँ द वर्ल्ड इज स्लोली सिफ्टिङ के मैले डक्टरलाई केही इम्पोर्टेन्ट क्वेसन्सहरू सोधेको छु र प्रोबेबली हजुरहरूमध्ये कसैले लेजर आई ट्रिटमेन्ट गरेर पावर ग्लास हटाउने सोचिराख्नु भएको छ अर गरिसक्नु भएको छ भने पनि उहाँसँगको संवाद माइट बी भेरी हेल्पफुल आई बटनमा क्लिक गर्नुहोला फर द फुल भिडियो यदि भिडियो एभाइलेबल छैन भने बाई द एन्ड अफ द जनवरी इट विल बी सो डोन्ट फर्गेट टु सब्सक्राइब द च्यानल करेक्ट भिजनको इम्पोर्टेन्स उसलाई मात्र थाहा हुन्छ जसको दृष्टि एउटा फ्रेम र सिसाको भरोसामा चलिरहेको हुन्छ इफ यु आर स्टिल हियर एन्ड वाचिङ टिल द एन्ड थ्याङ्क यू फर विटनेसिङ a big change of my life. With love, Mr. Saru. I'll see you guys in the next one.